What's up guys, welcome to my vlog. अहिले चाहिँ हामी दाइ कुन ठाउँ जाँदैछ? परमानीपुर। अगाडि हेर्नुस् ट्राफिक मामाहरू पुरा ल्याङ गरिरहेको छन्। अनि गाइस हाम्रो दाइ यहाँ हुनुहुन्छ। हेर्नुस् गाइस यताउतिको दृश्य हाम्रो नेपाल सुध्रिँदै जाँदैछ। हेर्नुस् गाइस उयो भयो हाम्रो 5 नम्बर बिल। हेर्नुस् त्यो बाइकवालाहरू डराएर सालेहरू घुम्न आँटिरहेको छ। साले कुनाहरू यिनीहरूलाई इसारा दिँदा पनि पुग्दैन दाइ। हेर्नुहोस् पछाडि पनि गाडीहरू आइरहेको छ। हजुर राम्ररी परेछ दाइ। ए गाइस देखे गाइस ये क्या है, कैसे कैसे लोग होते हैं गाइस। देखिए स्टेबल क्यामेरा हो के, स्टेबल हुन्छ नि, हुन्छ क्या यो त्यति मतलब हल्लिने हुन्छ नि खालको। स्टेबलमा राख्यो भने उयो हुन्छ नि त। देखिए गाइस ये मैं हूँ गाइस। देखिए इसने हमारा रास्ता रोक दिया है, इसको हम अब क्या करें, क्या करें, क्या करें। यो त हेर्नुहोस् गाइस एउटा ट्रक बसेछ होइन। त्यो ट्रकमा मान्छे नै सुतेर जाला भयो। हेर्नुहोस् गाइस यहाँ हेर्नुहोस् हामी सब देखाउँछ गाइस तपाईँहरूलाई टोटल। हेर्नुहोस् यहाँ मान्छे बसेछ गाइस। हेर्नुहोस् यताउति सब यो चाहिँ आवर कमेडी भ्लग्समा आउँछ होइन गाइस। मैले हिजोको पनि त्यो जिम जाँदाखेरिको हालेको छ गाइस होइन सर्ट भिडियोमा। जति सक्दो माया देखाइदिनुहोस्, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन। त्यही भन्दैछु म होइन। तपाईँको इच्छा राम्रो लाग्यो भने गर्नुहोस्, नगर्नु मलाई नगर्नुहोस् होइन। कर पनि त्यति हुँदैन होइन। र अरूलाई जसरी नै यसो माया देखाइदिनुहोस् गाइस। भर्खर भर्खरको उयो हो होइन। मेरो युट्युब जर्नी त पहिलेदेखि हो होइन। त्यही पनि म भिडियो त्यति हाल्दैन गाइस। यसो अगाडि ट्रक आएको छ भने चाहिँ ट्रक यस्तो रन्काएर आउँछ नि गाइस। के गर्नु ट्रकवालाहरू त ढुट्टो पिट्न मन लाग्यो गाइस। ट्रकवालाले न्यु खोज्छ खालि। हेर्नुहोस् दाइलाई हेर्नुहोस् गाइस यहाँबाट बाइक कुदिरहेको छ दमादम। बाइक दमादम कुदाइरहनु दाइ। स्पिड हेर्नुहोस् कति छ तपाईँहरूलाई गाइस। म साँझमा आउँदाखेरि देखाइदिन्छु स्पिड कति हुन्छ। 110 कन्फर्म स्पिड देखाउँछ गाइस। त्यसमा हेर्नुहोस् कस्तो फास्ट हुन्छ हेर्नुहोस्। ट्रकलाई हेर्नुहोस् त कोही ट्रक मस्तले होइन। यो भ्लग चाहिँ अलि लामै हुन्छ होला गाइस, किनकि हामी जहाँ काम गरिरहेको त्यहाँसम्मको लागि यो भ्लग हुन्छ होइन। बाटोमा तपाईँ हेर्नुहोस् सामान केहरू छ हेर्नुहोस् काम भइरहेछ। हेर्नुहोस् रोडको पनि काम चलिरहेछ हेर्नुहोस् गाइस। त्यहाँ ब्यारिकेड बनाएको छ यताउति होइन। बालेन सरकारले जे होस् काम गरिरहेछ होइन। तर कस्टम भने गाइस केपी ओलीलाई भेट्यो भने हिस्ट्रीमा मुली नेताले पिटे मरेको छैन त्यस्तो मरा मार्थी गाइस। म कसम भनेको खुट्टा पनि हुन्थेन, हात पनि हुन्थेन, टाउको पनि हुन्थेन। जुटो खुट्टा ढोगिहाल्छ खुट्टा त्यो जुन त्यसको त्यो उयो हुन्छ नि पिसा फेन्टा त्यो पनि चिया गाडिदिने म चिया। अनि त्यही माथि अझै चिरफार गरिदिन्थ्यो गाइस। म त्यस्तो मरा मार्थेँ हेर्नुहोस् गाइस। यताउति सब हेर्नुहोस्। अहिले गाइस पानी हालेकोले हो यहाँनिर उयो नभएको होइन। धुलो यस्तो धुलो उठ्छ नि गाइस बाप रे बाप। केटीहरूको लागि फ्रीको पाउडर उडिरहेको हुन्छ। हेर्नुहोस् गाइस यो एउटा खोइ यो के हो होटेल जस्तो बनाउन आँटेको थियो क्यारे खोइ के भएको यो चाहिँ थाहा भएन। त्यो चोकमा परेर यस्तो भएको क्यारे होइन। तपाईँहरूलाई म होटेल डायमन्ड पनि देखाउँछु होइन। त्यहाँ काम पनि त्यहाँनिर मतलब मान्छे राख्छु भनेर भनेको पनि छ क्यारे गाइस होइन। त्यो पेट्रोल ट्याङ्क भयो हाम्रो रानीगञ्जको। गमला समलाहरूको पनि उयो छ गाइस होइन उद्योगहरू। यतापट्टि घरहरू छ गाइस होइन। होटेल उयो तपाईँलाई देखाउँछु म होटेल डायमन्ड उद्योग छ। जति सक्छ तपाईँहरू यहीँ निज आएर यसो खाइदिनु पिइदिनु होइन गाइस। काम पनि यहाँनिर अस्ति भनेको थिएँ मलाई चलाउनको लागि हेर्नुहोस् तालाबन्दी छ होइन गाइस। जो अलि रुचि हुनुहुन्छ यो कामको लागि होइन चट्ट मलाई कमेन्टमा चट्ट एउटा मिठो कमेन्ट छोडिदिनु होला होइन। हेर्नुहोस् यहाँनिर
हाम्रो यो त्यति ठुलो मार्केट त छैन गाइस, त्यही पनि मार्केट त्यति छैन तर ठिक्क छ मार्केट गाइस हैन त। यो मार्केट फेरि के भन्नु रानीगञ्जको मार्केट हो गाइस। हेर्नुहोस् यता अटो लाइन भइहाल्यो यो, यतापट्टि होटेलहरू पनि छ। यहाँ होटेलहरूमा यसो आएर मिठो मिठो खानेकुराहरू खाइदिनुहोस्। अनि यो इलेक्ट्रोनिक्स पसल छ नि, यो मेरो दाइको। यहाँ त आउनुहोस् गाइस होइन, राम्रो बनाउनुहुन्छ यहाँनिर। उयोहरू पनि छ यताउति अग्रम पग्रम। हेर्नुहोस् गाइस यहाँ के भएछ गाइस यहाँनिर होइन। यताउति पनि सब देखाइरहेको छु गाइस तपाईँहरूलाई। यता आँप पनि हेर्नुहोस् होइन, आँपहरू हेर्नुहोस्। बाटोमा बाइकहरू पनि हिँडिरहेछ गाइस होइन। मिठो मिठो कमेन्टहरू हाल्नुहोस् होइन, जतिसक्दो सेयर पनि हाल्नुहोस्। एकअर्कालाई उयो पनि गर्नुहोस् होइन, एकअर्कालाई अरूलाई पनि यसो च्यानलको नामहरू यसो भनेर होइन सब्सक्राइब गर्न लाउनुहोस्। भाइहरू स्कुल जानलाई पुरा रेडी छ होइन। यता बस पनि पुरा पिली पाटो। कुकुर हेर्नु न गाइस, कुकुरको जिन्दगी दामी थियो। हेर्नु खायो पियो सुत्यो हग्यो मुत्यो, त्यो बाँकी कामै छैन। राति यस्तो भगाउ गर्दै सक्यो। हेर्नुहोस् मान्छेको जिन्दगी गाह्रो छ गाइस, काम गर्नु। हेर्नुहोस् पुटिङ लगेर घोल्नु, जिप्सन हाल्नु, सारा दिनको 500 रुपियाँ। काम सिक्यो भने 2000, त्यही पनि गाइस त्यही पनि पुगेको छैन मान्छेलाई। जिन्दगीमा मान्छेलाई कहिले पनि पैसाले पुग्दैन गाइस। झन् बुढी अलिअलि राम्रो भयो भने ठिकै हो, मेकअप पाउडरवाली भयो भने झन् गाइस पैसा तपाईँको होइन कहाँ जान्छ थाहा नै हुँदैन, लिपस्टिक पाउडरमा जान्छ। अनि सकेसम्म पाहाडको केटीहरू हुन्छ नि, त्यो पाहाडीहरू हुन्छ नि, यस्तो केटीहरू बरु होइन अनाथ सनाथहरूलाई बरु बिहे गर्नुहोस्, यो गर्नुहोस् होइन। सकेसम्म बिहे भन्दा पनि उनीहरूलाई होइन हेल्प गर्नुहोस् होइन। तपाईँहरूले जति मलाई माया देखाउनुहुन्छ, म मेरो 100 सब्सक्राइबर पुगिसकेपछि म उयो गर्छु। मतलब हल्का कसैलाई होइन, कुनैलाई अलिक पहिरन तलदेखि माथिसम्म दिने कोसिस गर्छु गाइस होइन। तपाईँहरूले माया देखाइदिनु भयो भने म गरिब दुखियाहरूलाई होइन हेल्प गर्नेछु गाइस। गरिब दुखियाहरूलाई होइन हेल्प गर्दैछु होइन, हेल्प गर्छु गाइस होइन। यो चाहिँ होइन जङ्गल कर्णालीपुरी जाने रोड भयो यो होइन। यहाँबाट एउटा कुन यो जङ्गल गाउँ पनि यो बाटो पुग्छ, मेरो दिदीको घर यतातिर हो होइन। के यो टोल थाहा भएन, जङ्गल टोल भनेर भनिन्छ होइन। तर गाइस यो कर्णालीपुरभन्दा अगाडि त्यो घाडी के अरे दाइ घाडी के भन्छ, घाडी बचनमा गाइस दुईवटा भैँसीलाई दिउँसे खोलामा बाघले खाइदिएको रहेछ होइन। मैले पनि देखेको थिएँ तर मैले भिडियो गरिनँ, त्यस्तो चिज हालेर पनि काम छैन गाइस होइन। हेर्नुहोस् यता जङ्गल छ, हेर्नुहोस् जङ्गलको बाटो गइरहेको छ गाइस हामी। हेर्नुहोस् गाइस जङ्गल कस्तो दामी छ, रोड पनि बबाल छ गाइस, रोड पनि खतरा के। नकुदाउने मान्छेलाई कुदाउँ मन लाग्छ त्यस्तो रोड। ल हान्दिन दाइ। हेर्नुहोस् गाइस स्पिड हेर्नु है बाइकको। कतिसम्म पुग्छ त्यतिसम्म गाइस हेर्नु है स्पिड बाइकको। 60 70 110 120 त पुग्छ गाइस। अगाडि बाँदरहरू गाइस हेर्नुहोस्, स्लो गर्नु स्लो बाँदरहरू छ, बाँदर लाग्यो भने हो क्या। हेर्नुहोस् गाइस बदरियाहरूको हेर्नुहोस् स्टाइल, बदरियाको बच्चा एउटा पाए त मजा आउँथ्यो नि म्याम। च्याप्पर फुत्ते लिएर जान्थ्यो, त्यस्तो भग्ना भएको थियो नि बाइक लिएर। यो बाटै आउँथेन हो क्या त, अर्को बाटो जान्थ्यो क्या दाइ। घेर छ कहाँसम्म लगाएको एउटा बाँदरको बच्चा चाहिँ पकाएर लानुपर्ने क्या दाइ। हेर्नुहोस् गाइस दुधहरू पनि अहिले भर्खर लाँदै गइरहेको छ।
तर यो भ्लग चाहिँ अलि लामै हुन्छ गाइज। यो चाहिँ के झुन्डेको छ गाइज होइन, थाहा भएन। तर यो बाटो चाहिँ मिठो छ गाइज। टिकटक बनाउनेहरूलाई चाहिँ बबाल हुन्छ यो गाइज यो बाटो। भिडियो सिडियो बनाउनलाई होइन बबाल हुन्छ। तपाईँलाई म हामी जुन घर काम गर्ने गएको नि त्यो घर पनि देखाउँछु यतिकै लागि, अहिलेको लागि।